एउटा चाहिँ चितवनबाट आउनु भएको चाहिँ रेशम थापा स्ट्यान्डिङ प्याराकोटमा पल्टिनु भएको थियो। उहाँले लाइफ ज्याकेट लाउनु भएको थियो, नर्मल हो, उहाँलाई खासै केही पनि भएको छैन, सामान्य छ, उहाँ नर्मल हो। र अर्को यतापट्टिबाट अलिक तल्लोपट्टि मा चाहिँ अलपत्र पर्नु भएको थियो 4-5 जना। हामीले चाहिँ उहाँलाई वारी गरेर एकदमै ठुलो आगो हावाहुरी एकदमै काठी ठुलो र उहाँलाई हामीले आउनुभन्दा अगाडि चाहिँ हामीले साइरन बजाइदिएको कारणले गर्दा उहाँहरू आफू मैले अगाडि दुईजना बाँड्न लाउनु साइरनको व्यवस्था छ। यहाँ साइरन पनि विपक्ष आउने बेलामा हामीले साइरन बजाएका छौँ बन्द गर्नको लागि अनुरोध गरिएको छ व्यवसायी सबैलाई। र त्यस पछाडि चाहिँ हावाहुरी आउने र हाम्रो यहाँ पोइन्ट डिटेक्टर सिस्टम पनि छ। र त्यो सिस्टम चाहिँ मैले चाहिँ हाल चाहिँ 2 दिनदेखि चाहिँ तिरेकोले हामीले मर्मतको लागि उठाएका छौँ। डिटेक्टरको काम छ, हामीले चाहिँ यस्तो छ है, अब चाहिँ हामीलाई चाहिँ वार्निङ अलिकति घटनाहरू सक्छ भनेपछि यहाँ वार्निङको लागि चाहिँ हामीले यहाँ चाहिँ साइरन बजाउने र उसलाई चाहिँ चिठी मार्फत पनि सबैलाई उसमा सुरक्षित स्थानमा आउनु भनेर चाहिँ अनुरोध गर्ने चाहिँ व्यवस्था मिलाइएको छ। आज जसरी 81 झवतालमा थाहा आयो, एकजना जुनियर अफसर कमान्डर र 10 जना टिम चाहिँ यहाँ पोस्ट छ। यो झवतालमा यो ढुङ्गाहरू सञ्चालन हुने समयको अवस्थामा अवधिभर दिनभरि बस्छ। बिहान 6 बजी आइपुग्छ भने साँझ ढुङ्गाहरू काउन्टर बन्द नभइदिएसम्म यहाँ बसिरहन्छ। र यहाँ कुनै पनि त्यस्तो किसिमको कुनै अवस्था सिर्जना भयो भने यसले चाहिँ तत्कालै यो यहाँ हाम्रो खुट्टाको सहित चार 15 हजुरको चाहिँ यताबाट छाल आएको थियो। छाल आउने बित्तिकै हामीसँग चाहिँ टावरमा अर्ली वार्निङको सिस्टमको रूपमा भनेर हामीले अगाडि नै आधा घन्टा अगाडि नै एउटा हामीसँग पोइन्ट सेन्सर पनि छ हजुरको अर्ली वार्निङ सिस्टम चाहिँ। अर्को चाहिँ हामीसँग साइरन पनि छ, हामीले चाहिँ साइरन बजाइदियौँ उहाँहरूलाई पहिले अध्यक्ष बनाउनलाई। उहाँहरू सबै फर्किने 60-80जना मान्छेहरू हुनुहुन्थ्यो। उहाँहरू चाहिँ पछि उहाँहरू फर्किनु खोज्नु साइरन सुन्नु 4-5 जना मान्छेहरू चाहिँ त्यतै हुनुहुन्थ्यो। ठ्याक्कै पानी एकैचोटि हान्यो भने होइन, मैले यतापट्टि कुरा गर्ने बित्तिकै यतापट्टि पानी पर्न सुरु गरिहालेँ।